14,000 में 6000 mAh ब्याट्री 120 Hz रिफ्रेश रेट। साथीहरू आज हामी रिभ्यू गर्दैछौँ Redmi 15C 2026 को सबैभन्दा भ्यालु फर मनी बजेट स्मार्टफोन। यो हो फोन रियलमा पैसा वसुल मार्केटिङ मात्र हो। भिडियो अन्तसम्म हेर्नु होला। तपाई हेर्दै हुनुहुन्छ टिचवाला एनपी। यहाँ हामी गर्छौँ होनेस्ट नेपाली टिच रिभ्यू। डिजाइन एन्ड बिल्ड क्वालिटी। अब डिजाइन को कुरा गरौँ अनि फोनको साइज को कुरा गरौँ भने चाहिँ 171 यसको थिकनेस 8 mm रहेको छ अनि वेट को कुरा गरौँ भने चाहिँ 205 ग्राम रहेको छ। हातमा हेभी फिल दिन्छ तर चिप छैन। अनि ब्याक साइड को कुरा गरौँ भने चाहिँ मेट फिनिश रहेको छ जुन कि फिंगरप्रिन्ट इजिली नलाग्ने रहेछ। सबैभन्दा राम्रो कुरा डस्ट र स्पेल्स रेजिस्टेन्स छ। बजेट फोनमा यो फिचर रेयर नै हुन्छ। डिस्प्ले चाहिँ Redmi 15C को बिगेस्ट हाइलाइट हो। 6.9 इंच IPS LCD HD+ रेजुलेसन 120 Hz रिफ्रेश रेट सँगै रहेको छ। फेसबुक, टिकटक, युट्युब रोल गर्दा एकदम स्मुथ फिल हुन्छ। आउटडोर ब्राइटनेस डिटेक्ट छ। भिडियो कन्जम्सनका लागि यो फोन पर्फेक्ट चोइस हो। अब हामी कुरा गरौँ पर्फर्मेन्स र गेमिङको बारेमा। पर्फर्मेन्समा Redmi 15C ले युज गरेको छ MediaTek Helio G81 4G प्रोसेसर। डेली युज जस्तै WhatsApp, Facebook, YouTube एकदम स्मुथ चल्छ। गेमिङको कुरा गर्दा फ्री फायर, PUBG लाइट मिडियम सेटिङमा प्लेब्याक। हेभी गेमिङ चाहिँ यो फोनको टार्गेट होइन तर प्राइस अनुसार पर्फर्मेन्स एक्सिलेन्ट छ। अब हामी कुरा गरौँ रेम, स्टोरेज र सफ्टवेयरको बारेमा। यसमा रेम अप्सन छन् 4GB ऱ्याम, 6GB ऱ्याम अनि 8GB ऱ्याम। अनि स्टोरेजको कुरा गरौँ भने 128GB र 256GB अनि मेमोरी कार्ड सपोर्टेड पनि छ। सफ्टवेयर MI UI 14 एन्ड्रोइड 13 को सपोर्ट गर्दैछ जुन कि UI स्मुथ छ। एड्स थोरै छन् तर डिसेबल गर्न सकिन्छ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। यसको रियर क्यामेरा 50 मेगापिक्सल रहेको छ। मेन सेन्सर AI सेन्सरसँग छ। डेली लाइटमा फोटो साफ र क्लियर आउँछ। सोशल मिडिया युजका लागि मोर देन इनाउट छ। फ्रन्ट क्यामेरा 8 मेगापिक्सल सेल्फी क्यामेरा भिडियो कल र सेल्फी मक्का लागि डिसेन्ट छ। ब्याट्री एन्ड चार्जिङको कुरा गरौँ भनेपछि ब्याट्री Redmi 15C को किङ फ्युचर हो। 6000 mAh ब्याट्री 1.5 डे इजिली चल्छ। चार्जिङको कुरा गरौँ भनेपछि 33 वाट फास्ट चार्जिङ दिएको छ। 1 घण्टामा हजुरको 70 to 80% चार्ज हुन्छ। सिक्युरिटी एन्ड कनेक्सनको कुरा गरौँ भनेपछि यहाँ सिक्युरिटीका लागि रियर माउन्टेड फिंगरप्रिन्ट सेन्सर फास्ट र एक्युरेट छ। कनेक्टिभिटीको कुरा गरौँ भनेपछि डुअल सिम सपोर्ट देख्न पाइन्छ। डुअल ब्यान्ड वाइफाई ब्लुटुथ 5.4 को सपोर्ट देख्न मिलेको छ। अनि जीपीएस को कुरा गर्दा गिलियन सपोर्ट हेडफोन जेक पनि छ। अनि प्राइसको कुरा गरौँ भने नेपालमा 4GB ऱ्याम 128GB भेरिएन्टको 14,999 अनि 6/128 को 16,500 जति अनि 8GB ऱ्याम 256GB भेरिएन्टको 18,999 रहेको छ। यो प्राइसमा 6000 mAh ब्याट्री 120 Hz डिस्प्ले ठुलो स्क्रिन Redmi 15C बजेट किङ फोन अफ नेपाल। यदि तपाई बजेट फोन खोज्दै हुनुहुन्छ भने Redmi 15C डेफिनेटली रिकमेन्डेबल छ। तपाईलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। भिडियो मन पर्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनु होला। टिचवाला फेरि भेट्नेछु नयाँ टिच भिडियोसँगै। धन्यवाद।